So this time Nepal Premier League won't be broadcast on YouTube. Yes, you heard it right. यो पालि युट्युबमा फ्रीली हाम्रो नेपाल प्रिमियर लिग चाहिँ हेर्न नपाइने भयो. NPL नेपाल प्रिमियर लिग कतिको फेमस भएको थियो हामीले सिजन 1 मै देखेका छौँ. र अर्को अनौठो कुरो चाहिँ बेलुका हुनेछ. फर्स्ट गेम मन्डे 17 नोभेम्बर हुन लागेको छ टियु ग्राउन्डमा फ्लोड लाइटको अन्डर. मेरो क्वेसन चाहिँ गेम भइरहेछ, लास्ट इनिङ भइरहेछ, लास्ट टार्गेट हान्नै लागेको छ, बत्ती गइदियो अरे. बत्ती नजाला कि भनेर चाहिँ आई क्यान्ट ग्यारेन्टी है. बत्ती गयो भने के हुन्छ. अनि अर्को अनौठो कुरो रोबोट डग युज गर्नेवालामा छौँ. अनि डगको नाम के हो भनेर गेस गर्नेलाई चाहिँ देयर इज अ प्राइज द्याट नेपाल प्रिमियर अफिसियल इन्स्टाग्राममा राखेको छ. अनि हु डु यु थिङ्क यो पालि चाहिँ ट्रफी हात पार्नेछ? डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्स, विराटनगर, लुम्बिनी लायन्स? कमेन्ट गरौँ. अनि यो ब्रोडकास्ट सम्बन्धीलाई लिएर युट्युबमा फ्री हेर्न नपाउनेदेखि लिएर मरि गए नि पैसा तिरेर त क्रिकेट हेरिन भन्नेहरू पनि छन्. एन्ड इट विल बी ब्रोडकास्टेड अन स्टार स्पोर्ट्स. अनि डिस होमले पनि ब्रोडकास्ट गर्नेवालामा छौँ. या इट्स गोइङ टु कस्ट अ सर्टेन अमाउन्ट. पैसा थोरै तिरेर हेर्न पाइन्छ, तर युट्युबमा चाहिँ हेर्न नपाइने भयो. वाट डु यु थिङ्क यो डिसिसन लिएकोमा? आर यु ह्याप्पी विथ द डिसिसन? कमेन्ट गर्नु होला है सबैले.